कोन बेरिङ पनि ठिक छ, व्हिल बेरिङ पनि ठिक छ, तै पनि एकोरो बाइक तान्छ। दायाँ गर्दाखेरि दायाँ सट्टै मोडिहाल्छ, बायाँ गर्दा बायाँ पनि सट्टै मोडिहाल्छ। अब समस्या रह्यो के को त भन्दाखेरि चाहिँ तपाईँको जब चाहिँ टायर प्रेसर चाहिँ एक्ज्याक्ट हुँदैन, जब टायरको प्रेसर चाहिँ यहाँनिर जति चाहिने त्यति हुँदैन, तब पनि ह्यान्डलहरू चाहिँ तान्ने गर्दछ। यदि तपाईँले बाइक तथा स्कुटर चलाउनुहुन्छ भने तपाईँको चक्कामा, बाइकको चक्का अथवा स्कुटरको चक्कामा टायर प्रेसर पुगेको छैन, हावा छैन भने पनि त्यो चाहिँ तान्दछ है। ह्यान्डलहरू चाहिँ तान्ने स्वाभाविक नै हो। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँले कोन बेरिङलाई फेर्नुभन्दा अगाडि चाहिँ तपाईँले टायर प्रेसरलाई चाहिँ जाँच्नु होला। अनि टायर प्रेसर चाहिँ कति लाग्छ त भन्दाखेरि चाहिँ तपाईँले यदि जिज्ञासा हुनुहुन्छ भने तपाईँले कमेन्टमा क्वेसन गर्न सक्नुहुन्छ है त।